तपाईहरुलाई म हात जोड्छु, यो दुवै क्लिनर काममा किन आउनुहुन्छ? बरु तपाईहरुको म खुट्टा पनि ढोक्छु, यो दुवै क्लिनर काममा नआउनुस् न। के तपाईहरु भेडा हो जति भिडियो बनाएर तपाईहरुलाई भने पनि नलाग्ने? ठिकै छ ल, तपाईहरु आउनुभयो, तपाईहरुको इच्छाले आउनु त भयो। मैले पर्सनल भिडियो बनाइराख्दा पनि धेरैजनाले कमेन्ट मेसेज गरिराख्नु भएको हुन्छ, ए 700 सेलेरी भयो, 800 सेलेरी भयो, त्यसमा पनि खाना आफ्नो 12 घण्टा ड्युटी, रुममा आएर खाना बनाउनु पर्ने केही पनि भ्याइएन भन्नुहुन्छ। हो तपाईहरुलाई मैले अगाडि नै भिडियो मार्फत पनि जानकारी गराइराखेको हुन्छु नि। यस्तै छ क्या, यो दुवै क्लिनर काम बहुत गाह्रो काम छ क्या। कतिलाई अब ठाउँमा पनि पर्दैन, भित्र पर्ने भन्ने पनि हुँदैन, कति त बाहिर पनि परिरहेको हुन्छ यो तातो घाममा, यो 50 डिग्रीको गर्मीमा। सो तपाईहरुलाई मैले भन्दै तपाईहरु आउनुहुन्छ, ल आउनु त भयो, मजाले काम गर्नुस् न, चित्त बुझाएर काम गर्नुस्। अब आइ त हाल्नुभयो, बिस्तारै हुने होला नि त। अब बिस्तारै कम्पनीहरु खोज्नुस्, राम्रो गर्नुस्, आफ्नो आफन्त छ भने रिकमेन्डेसनमा चल्नु